माटो परीक्षणकै सन्दर्भलाई जोडौँ अब हैन। किसानले थाहा नगरको पनि विशेष गरी यहाँ चाहिँ बज्रबाराईमा हुनुहुन्छ अहिले हैन। के छ सर जुनसुकै वडामा जाने अवस्था समय यहाँको छ या थाहा नगरको बज्रबाराईलाई मात्रै यहाँले सेवा दिन सक्छ? हामी चाहिँ यो कुन्छाल कृषि सहकारीसँग चाहिँ आबद्ध भएर हामीले अहिले काम गरिरहेको छौँ। त्यही भएर प्राथमिकतामा चाहिँ कुन्छाल कृषि सहकारीको सदस्यहरूलाई भनेर हामीले प्राथमिकतामा सधैँ राखिरहेको हुन्छौँ। यो साथसाथै बज्रबाराई एरिया वरपर आसपासमा चाहिँ हुनुभएको धेरैजना किसानहरूले पनि बोलाउनुहुन्छ। हामीले उहाँहरूलाई पनि गएर चाहिँ यो सेवा सुविधा चाहिँ प्रदान गरिरहेको चाहिँ छौँ। त्यही भएर सम्भव भएसम्म जताततै हामीले गरिरहेको चाहिँ छौँ। अहिले पालुङतिरबाट कहिले कहिले बोलाउनुहुन्छ, कहिले शिखरकोट वरपरबाट बोलाउनुहुन्छ। हामी 1, 2, 3, 4देखि लिएर 6 नम्बर वडासम्ममा चाहिँ यो सेवा चाहिँ हामीले दिइरहेको चाहिँ छौँ। अब के छ सर यो परीक्षण गरेर यहाँले अघि पनि भन्नुभयो हेटौँडा गएर परीक्षण गरेर राखेको भन्ने अब 72 दिन पुग्नुपर्ने हैन, त्यसको नतिजा लिनलाई अब कुन्छाल कृषि सहकारी मार्फत यहाँले चाहिँ जुन सेवा दिइरहनु भएको छ कति दिन कुर्नुपर्ने हो सर यो परीक्षणको? यसको लागि अहिले दिन भन्ने नै हुँदैन। यो चाहिँ हामीले अरू चाहिँ हैन पीएच चाहिँ हामीले चाहिँ टेस्ट गर्छौँ। पीएच हामीले टेस्ट गर्ने बेलामा चाहिँ फिल्डमै गएर टेस्ट गर्छौँ। त्यसको लागि चाहिँ कहीँ कतैबाट चाहिँ माटो सङ्कलन गरेर लिएर आउनुपर्ने सङ्कलन विधि भन्ने कुरा पनि सिक्न पनि किसानलाई आवश्यक परेन। किसानले चाहिँ हामीसँग यो संस्थामा सिधै सम्पर्क गरे भने पनि भयो। सम्पर्क गरिसकेपछि चाहिँ फलानु कुन चाहिँ ठाउँमा चाहिँ हो त्यो ठाउँमा चाहिँ हामी आफै हाम्रो प्राविधिक टोलीहरू त्यहाँ जान्छौँ। त्यहाँ गइसकेपछि चाहिँ माटो चेक जाँच गरिसकेपछि चेक जाँच गरेको 10-15 मिनटभित्रमा नै रिजल्ट चाहिँ आउँछ। 10-15 मिनटमै मजाले आउँछ। त्यो आइसकेपछि चाहिँ हामीले परेन। अब हामीले कुन चाहिँ ठाउँमा चाहिँ कतिसम्म चाहिँ कृषि चुन प्रयोग गर्ने भनेर त्यही अनुसारले चाहिँ किसानलाई चाहिँ सिफारिस चाहिँ अहिले गरिरहेको छ। हजुर। अब के छ सर कृषि चुन चाहिँ हामी प्राप्त गर्न के छ कुन्छाल कृषि सहकारीमै छ? कुन्छाल कृषि सहकारीमा तपाईँले सम्पर्क गर्नुभयो भने पनि हुन्छ कृषि चुनको लागि है। भनेपछि तुरुन्तै नतिजा निस्किने भयो। कृषि चुन पनि यहाँहरूले उपलब्ध गराइरहनु भएको छ भनेपछि धेरै सहज रहेछ माहौल। अब सरहरूले बताए अनुसार चाहिँ यो विधिलाई अपनाउने हो भने माटो सुधार्न त्यति गाह्रो नहोला? त्यति गाह्रो विषय चाहिँ होइन, तर एउटा दुईटा बानीलाई चाहिँ किसानले चाहिँ अब सुधार्नै पर्छ। अब पहिलो कुरा सल्लाहको पत्कर तपाईँले मलको रूपमा चाहिँ जुन प्रयोग गरिराख्नु भएको छ त्यसलाई हटाउनै पर्छ। त्यसलाई नहटाइकन चाहिँ हामीले चाहिँ माटो सुधार गर्छौँ भन्ने कुराहरू चाहिँ सम्भव नै छैन। बरु आजभोलि चाहिँ च्याउको मल भनेर पनि पाइराखेको पनि हुन्छ, अथवा चाहिँ हामीले चाहिँ त्यही घरमै बनाइराखेको बेलामा चाहिँ मलजन्य कुराहरूलाई अलिकति बढी कुहाउनतिर